Please welcome man of the hour, हाम्रो ऋषभ काफ्ले। धन्यवाद दिवस भाइ। एकचोटि दिवस भाइको लागि मैले तालीको अपेक्षा राखेँ। अपेक्षा मात्र राखेको थिएँ। बुझ्ने दर्शक हुनुहुँदो रहेछ। अनै छ आवाज आइरहेछ। बुझ्ने दर्शक हुनुहुँदो आफ्नो लागि पनि ताली बजाउनु एकचोटि। तपाईँहरू शनिबारको दिन घरै बस्नु पनि सक्नुहुन्थ्यो या अलिक ढिलो पारेर एलओडीतिर पनि जान सक्नुहुन्थ्यो, तर तपाईँहरू ह्याप्पी क्लब आउनुभयो। ह्याप्पी क्लबको लागि पनि एकचोटि ताली बजाइदिनु। यो 15-20 जना डिप्रेस्ड कमेडियनहरूको कोटी हो यो। अब यत्रो मान्छेको लागि ताली बजाइसक्नु, मेरो लागि पनि ताली बजाइदिनु, म रिसाउँदिनँ। थ्याङ्क यू सो मच। म चाहिँ खासमा आज यो सो किन गरेको भन्दाखेरि मलाई जागिर चाहिरहेको थियो। अनि मैले के सोचेँ भन्दाखेरि यसो मान्छे भेला गरेर बालेन र रविको गाली गर्छु होइन, कान्तिपुरले जागिर दिइहाल्छ। कान्तिपुरले नभए सेतोपाटीले दिन्छ। अझ भिडियो रेकर्ड गरेर युट्युबमा हालिदियो भने त सम्भव सिराया घरमा आएर एपोइन्टमेन्ट लेटर दिन्छ मलाई। अब आज मेरो सो छ भनेर हिजो चाहिँ म यसो रिसर्च गर्न चाहिँ यसो चक्रपत्ती र पैदल यात्रा गरिरहेको थिएँ क्या। कसैले पनि गाडीबाट उत्रेर मलाई 2 झापड हानेन क्या। काठमाडौँ सेफ नै को पैदल यात्री हो आज? त्यो गाला हेरौँ त, कसैले झापड हानेन छ होइन। अस्ति न्युज थाहा पाउनु भयो नि, सबैजनाले न्युज त थाहा पाउनु भएन। एउटा युवकले एउटा वृद्धलाई काठमाडौँको बिच बाटोमा 2 झापड हान्यो र हामीले त्यो भिडियो बिग बोस हेरे जसरी हेऱ्यौँ होइन। तर कुडोस टु नेपाली पुलिस, उसले त्यो युवकलाई पक्रेर लग्यो र 15 मिनट कस्टडीमा राख्यो। अपूर्वलाई 14 दिन जेल राखेको थियो। जोक भन्दाखेरि एकचोटि नेपाली पुलिसलाई पनि ताली बजाइदिउँ न। तर पुलिसको जोक गर्दाखेरि मलाई पनि जेल हाल्न सक्छन्, तर केही छैन। म जेलभित्र पनि बालेनलाई गाली गरिदिन्छु। कैलाश सिरोही आएर मलाई जेलबाट निकालेर लग्छ। कहाँ जेलमा? कान्तिपुर हिँड्नु तपाईँ। कान्तिपुरलाई चाहिएको छ यस्तो मान्छे। चुनाव हुँदैछ होइन, चुनाव हुँदैछ फागुन 21 गते, ऐतिहासिक चुनाव। डान्स अफ डेमोक्रेसी पनि भन्दैछन् मान्छेहरूले। वाइवाई भर्सेस करेन्ट होइन त, त्यही त हो त चुनाव होइन। कि त वाइवाईले जित्छ कि त करेन्टले जित्छ, तर डेमोक्रेसीले चाहिँ हारेछ जस्तो लागिरहेछ मलाई। किनकि मेरो लाइफ टाइममा मैले सबभन्दा राम्रो प्रधानमन्त्री पाएको भनेको सुशीला कार्की हो र चुनावपछि सुशीला कार्की हट्दै हुनुहुन्छ। सरी आमा, यो चुनावपछि सुशीला कार्की हट्दै हुनुहुन्छ क्या। अनि को आउँदैछ त? करेन्ट आउँदैछ कि वाइवाई आउँदैछ? जस तर एज अ चाउचाउ चाहिँ करेन्टले वाइवाईसँग कम्पिट गर्न सक्दैन, चान्सै छैन यार। करेन्टको साउले त वाइवाई खान्छ। 46 सालदेखि हामी वाइवाई खाइरहेको छौँ क्या। 46 सालदेखि भित्र चाहिँ ट्राई एगेन नै छ फेरि है। केही परेको छैन हामीलाई। विकास खै ट्राई एगेन, सुशासन खै ट्राई एगेन, काङ्ग्रेस सुध्रिएको हो त ट्राई फकिङ एगेन। करेन्ट पनि मन पर्दैन मलाई, वाइवाई पनि मन पर्दैन भनिसक्यो। को मनपर्छ त मलाई भन्ने जिज्ञासा त आयो होला तपाईँहरूलाई होइन। मलाई चाहिँ हर्क साम्पाङ मनपर्छ, मेरो बेस्ट हर्क साम्पाङ। नट बिकज उसले धरानमा पानी ल्यायो, नट बिकज उसले हामीलाई श्रम गर्न सिकायो। मलाई हर्क साम्पाङ किन मनपर्छ भन्दाखेरि ऊ भ्यालेन्टाइन डेमा झ्याप थियो क्या। भान्जाहरूसँग बसिरहेको थियो। मलाई पनि त्यतिको मामा चाहिएको छ, हामी सबैलाई त्यतिको मामा चाहिएको छ यार। किनकि यत्रो वर्ष हामीले मामाको रूपमा को पायौँ त? नेपाली पुलिस। के गर्छ नेपाली पुलिसले? स्वाट लाउँछ। तिमीलाई लाग्छ? राम्रो मामा पाएछौ तिमीले, स्वाट लाउने मामा। नेपाली पुलिसको प्राइमेरी जब के हो त?
लजमा रेड हान्ने होइन त? लजमा रेड हान्ने लज किन बनाएको कि? लजको कामै त्यही होइन र? लजलाई नेपालीमा सम्भोग केन्द्र भनिन्छ। ठेकदारले आकाशे पुल किन बनाउँछ? ताकि मान्छेले पुल मुनिबाट बाटो काटोस्। ठेकदारले लज किन बनाउँछ? इमेजिन गरेको हुन्छ यहाँ सम्भोग हुनेवाला छ भविष्यमा। लजभित्र मिटिङ भयो भने चाहिँ रेड हान्नुपर्ने हो। साला मिटिङ गर्छस्, बाहिर तडपेर बसिरहेछन् मान्छेहरू। महेश बस्ने त झिँगा निलिसक्यो, मिटिङ गरेर बस्छ लजभित्र यार। अनि हर्क साम्पाङले झ्याप भएर के गर्यो त? के गर्यो? स्ट्याटस लेखेन। श्रम संस्कृति पार्क गयो र गुलाबको फुल रोप्यो। द्याट इज पोएट्री इन मोसन के। मैले यसै भनेको होइन। गगन, बालेन, रवि आर नोबल पर्स्युट्स नेसेसरी टु सस्टेन लाइफ, बट हर्क साम्पाङ इज वाट वी आर अलाइभ फर। जय माटो। कोही छैन माटोको यहाँ? सुनसरीको कोही छ? ऊ एकजना, म पनि हामी एउटै क्षेत्रको। कोही छैन है माटो प्रेमी? ए बस्नु भएको छ? कता बस्नु भएको छ? हजुर ए गोपामा बस्नु भएको छ। सुदन गुरुङ पनि धरान बसेछ नि। सुदन गुरुङलाई तह लाग्छ हौ हर्क साम्पाङले। कसैले सकेको सुदन गुरुङलाई तह लाउन? कसैले सकेको सुदन गुरुङलाई? कसैले सक्दैन सुदन गुरुङलाई। हर्क साम्पाङले मात्र सक्छ। धरानमा एक्टिभिजम गर्न आएको थियो सुदन गुरुङ, 6 महिनामा खेलाइदियो। गोर्खा छ अहिले, रासोभा भइसक्यो। एक्टिभिस्ट थियो, रासोभा बनाइदियो हर्क साम्पाङले। अनि भर्खरै भ्यालेन्टाइन डे पनि सक्यो, समापन समारोह। हामी सबै सारिक भयौँ होला त्यसमा होइन? मलाई चाहिँ यो भ्यालेन्टाइन डेमा अहिले एउटा नयाँ चटक आइरहेछ क्या। सी लाइक्स कफी, आई लाइक टी, मेड फर इच अदर। यो अपोजिट एट्र्याक्ट्स साइन्समा मात्र हुन्छ क्या। एन्ड लभ इज बियोन्ड साइन्स। फिजिक्स, केमिस्ट्री, बायोलोजी, एस्ट्रोनोमी, भगवान अनि लभ। लभ र साइन्सको बिचमा रवि लामिछाने छ क्या। आई मिन भगवान, सेम थिङ। अपोजिट एट्र्याक्ट्स भन्छ कि, तर त्यस्तो म पर्सनल एक्सपिरियन्सले भन्न सक्छु त्यस्तो होइन। किनकि मेरो कार्यकारी गर्लफ्रेन्ड र म पनि वी आर क्वाइट अपोजिट। पानी पर्दा ऊ रोमान्टिक हुन्छ, पानी पर्दा म टेन्सनमा हुन्छु। घरको छत चुइने भयो फेरि, म ट्रोमेटिक छु के, ऊ रोमान्टिक छ। ऊ मुगु हो, म हुम्ला हुँ, बिचमा कर्णाली छ। सरकारले पुल त बनाएको छैन। तुइन तडेर जानुपर्छ यार। मुगु पुग्नु परिरहेछ म दिनदिनै। फेरि एकछिनमा घाम लाग्छ। म रोमान्टिक हुन्छु, ऊ ट्रोमेटिक हुन्छ। अब मुगुबाट फेरि हुम्ला आउनुपर्ने छ तुइन तरेर होइन। सो बिङ इन लभ इज लाइक बिङ अ स्टुडेन्ट एट ए स्कुल इन कर्णाली। हरेक दिन तुइन चढ्नुपर्छ हामीले। डेन्जरस, इट्स अ डेन्जरस अफेयर। मलाई अर्को चित्त नबुझेको कुरा चाहिँ के भन्दाखेरि मान्छेहरू अहिले जेनरली मान्छेसँग जेनरल नर्मल कुरा गर्न खोज्नु होइन, उनीहरू पोडकास्टको फर्मेटमा बोलिरहेको हुन्छन् क्या। मैले मेरो साथलाई सुसु किन लाग्छु, म रियल लाइफमा यसरी बोल्छु होइन, यो फेक हो। सुसु किन लाग्छु भनेको त्यसले ऋषभ सन् 2017-18 हो। म पहिलोचोटि उदयपुर गएको थिएँ। त्यतिखेर यो मध्य लोकमार्ग बनिरहेको थियो। सुजु म तँलाई सञ्जय सिलवाल गुप्ता जस्तो देखिरहेको छु, तँलाई के लाग्छ म उसिन सिटौलाको साथी हो? नीति शाहले मलाई बिहामा बोलाएको छ। म 40 वर्षको भइसकेँ, अझै सिङ्गल छु म। हरेक मान्छे मनमनै सञ्जय सिलवाल गुप्तासँग बोलिरहेछ क्या अहिले। कुन दिन बोलाउँछ सञ्जय सिलवाल गुप्ता, त्यसको लागि रेडी भएर बस्नुपर्ने छ हामी।
पोडकास्टको फर्मेटमा बोलिरहेको छ मान्छे नर्मल। सर तपाईँको नाम के हो? तपाईँलाई बोलाउँदैन सञ्जयले डाइरेक्ट यो हो नि त। म पनि कमेडी च्याम्पियन पछि जस्ट 2 महिना मनमनै सञ्जय सिलवाल गुप्तासँग बोलेँ। बोलाइ पो हाल्छ कि फोन आएन। त्यस फेरि जोक लेख्न थालेँ म। कलेज मैले इन्जिनियरिङ गरेको। कलेजको फर्स्ट दिन ओरिएन्टेसन क्लासमा बाइ द वे यसो मन लाग्यो भने चाहिँ सानसानो क्लिप खिचेर फेसबुक स्टोरी कतै हाल्दा हुन्छ है। अत्तो पत्तो हुँदैन। फेरि सो गरेको थिएँ खै एउटा स्टोरी हाले छैन। त्यस्तो पनि नहोस् है। गर्दा हुन्छ एकैचोटि सबैले नगर्नु लागि सिङ्क्रोनाइज भएर अलिकति वी आर अ टिम है, अलिकति सिङ्क्रोनाइज भएर गरौँला यो काम। सो के भन्दै हुन्थ्यो सर? बोल्दा हुन्छ है, मजाले खुलेर बोल्दा हुन्छ सबैजना। के भन्दै हुन्थ्यो हजुरले? ए गुड। एडिटर हो तपाईँ? हजुर ए जोक थियो यो स्थापना कालमै थियो क्या, यो प्रेजेन्टमा कहिले पनि भएन। म चाहिँ अब इन्जिनियरिङ पढेको। अनि ओरिएन्टेसन क्लास फर्स्ट डे हामीलाई चाहिँ प्रिन्सिपल सर आएर के भन्नुभयो भन्दाखेरि अब तिमीहरूले किताब मात्र पढेर हुँदैन, तिमीहरू अब ठुलो भइसक्यो, तिमीहरूले समाज पढ्नुपर्छ, तिमीहरूले यो व्यवस्था बुझ्नुपर्छ, तिमीहरूले आफैलाई पढ्नुपर्छ। मैले समाज पढेँ, व्यवस्था बुझेँ, आफैलाई पढेँ। इन्जिनियरिङमा 29वटा ब्याक छ मेरो। 29वटा ब्याक। 29 टु पुट इन पर्सपेक्टिभ होइन, 29 भनेको नेपालको जनगणना अनुसार राउटेको जनसङ्ख्या हो क्या 29। जनसङ्ख्या जति ब्याक छ मेरो। जनसङ्ख्या त घट्दो क्रममा छ, मेरो ब्याक घट्दो क्रममा छैन। 29वटा ब्याक छ यार। 29 भनेको कुशल भुटलले 1 वर्षमा बनाउने रन हो क्या। कसरी टिममा छ त? कसरी टिममा छ? पक्कै काङ्ग्रेसको सोर्स ल्याएर पसेको छ। यत्रो सोर्स त काङ्ग्रेसले मात्रै लाउन सक्छ। कुशल भुटल टिममा छ यार। 29वटा ब्याक। अनि यो 3-4वटा ब्याक लागेको भए चाहिँ ल मेरो गल्ती हो, मैले पढिनँ, मलाई ब्याक लाग्यो भन्न मिल्छ। तर 29वटा ब्याक यो मेरो गल्ती होइन, यो एजुकेसन सिस्टमको गल्ती हो। सिस्टमले प्रतिशोध साँधेको छ ममाथि। रवि लामिछाने बनाएर छाडो मलाई पनि। प्रतिशोधै साँध्यो यार सिस्टमले मलाई। 29वटा ब्याक हुन्छ यार मान्छेको। टोटल सब्जेक्ट 50 to 53 होला। मैले एटेम्प्ट 29वटा गर्थेँ, 29वटामै ब्याक लाग्यो। त्यसपछि म निस्केर गएँ होइन। 29वटा ब्याक यो मेरो गल्ती नि, यो एजुकेसन सिस्टम गल्ती। 29वटा ब्याक लाग्ने मान्छेलाई त एजुकेसन सिस्टमले नर्सरीमै रोक्नुपर्छ नि। भाइ त अगाडि नबढ। त्यति पनि प्रिडिक्ट गर्न सक्दैन यार एजुकेसन सिस्टमले यार। 29वटा ब्याक लाग्ने नर्सरीमै रोक्नुपर्छ नि। मलाई र एल्जा गौतमलाई नर्सरीमा रोक्नुपर्छ। एल्जा गौतम, यु नो एल्जा गौतम राइट? एल्जा गौतम बोलेको पनि सुन्नुभएको छ होला हजुरहरूले होइन? सहकारी पीडितलाई कारबाही गर, बलात्कारी भएकोलाई फाँसी दे। विचार अशक्त जनताहरू त्रसित छन् अहिले। कुन दिन एल्जा दिदीले हाम्रो चाक मुनिबाट व्हिलचेयर लग्नुहुन्छ। के हुन्थ्यो भन्दाखेरि बच्चामा चाहिँ अब मम्मीले चाहिँ मलाई मजाले त्यो आलु भुट्ने हुन्छ नि, आलुको भुजिया बनाउँदा जति तेल चाहिन्छ नि त्यति चाहिँ मेरो टाउकोमा हालिदिएर पठाइदिनु थियो कि स्कुल पुग्दासम्म नाकबाट तेल चुहिरा हुन्छ कि। अनि सरले पनि ओहो हेर त हुने बिरुवाको चिल्लो पात, यही हो चढा यसलाई क्लास। यसरी क्लास चढेको म। एउटै अप्सन मलाई रोक्न सक्ने एउटै चिज थियो, एसएलसी, द आइरन गेट। एसएलसीले मलाई रोक्न सक्थ्यो, नत्र म कन्ट्रोलमा थिइनँ। अब मलाई सिस्टमले घिसारै थियो। रोक्न सक्ने एसएलसीले थियो। एसएलसीमा म नपढी गएँ। एसएलसीमा को जान्छ हौ एसएलसीमा नपढी? कोही जाँदैन नि। म नपढी गएँ, एसएलसीमा नपढी गएको। स्कुलले त्यहाँ सेन्टर किनिदिएर राखिदिएको रहेछ। डिस्टिङसन आयो मेरो। फुल माला अबिर लगाइदिए मलाई।
घरमा यही हो डाक्टर बाबुराम भट्टराई। डाक्टर बाबुराम भट्टराई यही हो। यसलाई इन्जिनियर बनाउनुपर्छ। +2 मा साइन्समा गएँ। अब +2 कलेज चाहिँ अलिकति सेन्सिबल थियो, उसले सेन्टर किनेन, अलिकति सेन्सिबल थियो होइन। उसले त्यो पेपर चेक गर्ने मान्छे मात्र किन्यो। नेपालमा किसानको तरकारी बाहेक सब थोक बिक्छ क्या। थ्याङ्क यू। घरमा लेख्दा चाहिँ ताली बज्छ जस्तो लागिरहेको थियो, यहाँ चाहिँ नबज्ला कि जस्तो भएको थियो। थ्याङ्क यू सो मच, बुझिदिनु भयो मेरो कुरा। के भन्दै त प्लिज भन्दा हुन्छ हजुरले, भनिदिनुहोस्। हजुर मैले सुने, मलाई पनि रमाइलो। हजुर के गरेको? ए हायर गरेको त होइन, कमेडियनले केही पनि हायर गर्ने स्थितिमा छैन अहिले नेपालमा। हिँड्दै आएको म यहाँसम्म, कपनबाट हायर गर्न सक्दैनौँ हामी केही पनि। +2 पनि पास भएँ होइन। त्यसपछि म इन्जिनियरिङ कलेज अगाडि पुगेँ क्या। सिस्टमले मलाई घिसारेर इन्जिनियरिङ कलेज अगाडि उभ्याइदियो। जसरी सिस्टमले जेनजीलाई घिसारेर 23 गते संसद भवन अगाडि उभ्याइदिएको थियो नि, मलाई पनि त्यसरी उभ्याइदियो। गएँ, मेरो अब इलेक्ट्रिकल इन्जिनियरिङमा एडमिसन थियो। 40 जना स्टुडेन्ट, 37 जना केटा, 3 जना केटी। सो प्रोबेबिलिटी 0.08, विच इज अ हाई प्रोबेबिलिटी इन्जिनियरिङमा। तर भोलिपल्टै 3 जनाले बोयफ्रेन्ड बनाइसक्यो कि। भोलिपल्टै फेमिनिजम त आइसक्यो त नेपालमा होइन। अब के गर्ने त, पढ्न त आएको होइन, केटीहरूले पनि बोयफ्रेन्ड बनाइसके। अब एउटै अप्सन छ, गाँजा खाने। गाँजा खाने अप्सन दियो। अब संयोगवश हाम्रो क्लासमा एकजना केटा थियो जसको निकनेम चाहिँ तोप भाइ थियो। मलेखु, साक्षात् मलेखु नै क्लासभित्र थियो। अनि यो गाँजा खाने अर्ली स्टेजेस कस्तो हुन्छ भन्दाखेरि, सुरुको 30 दिन चाहिँ तिम्रो साथीले तिमीलाई हरेक दिन गाँजा खिलाउँछ, कन्सिस्टेन्टली बिहान बेलुका खिलाउँछ, आफै बनाएर खिलाउँछ। र 30 दिनपछि छैन यार गाँजा भनिदिन्छ। 30 दिनपछि म धेरै स्लो भइसकेँ क्या। दुनियाँ धेरै फास्ट भइसक्यो, सिङ्क भइरहेको छैन म र दुनियाँ अब होइन। अब यो न जस्टिस छ न कम्प्यासन छ। सेक्स त पहिलेदेखि थिएन, यता पनि छैन उता पनि छैन, कहीँ छैन। कसरी सर्भाइभ गर्नु यो दुनियाँमा होइन। मलाई त गाँजा चाहिन्छ, मलाई त्यो दुनियाँमा जानु छ भनेर त्यो भाइसँग मैले एउटा डिलरको नम्बर मागेँ। त्यो भाइले डिलरको नम्बर दियो, मैले डिलरलाई फोन गरेँ। डिलरले महादेव स्थान बोलायो। हर हर महादेव, जय शम्भो, जय बोलबममा आउँदैछु भनेर महादेव स्थान पुगेँ म। डिलर दाई बाइकमा बसिरहेको थियो, यत्रो ठुलो ब्याग बोकेर, गाँजाले भरिएको यत्रो ठुलो ब्याग। त्यो ब्यागलाई राख्न पनि 1 आना जमिन चाहिन्छ क्या, त्यत्रो ब्याग थियो। अनि आई डोन्ट नो, म चार्मिङ छु हो के हो, मलाई मान्छेहरूले मन पराउँछन् कि होइन, किन हो मलाई मान्छेले मन। त्यो दाइले आफ्नो सबभन्दा राम्रो माल मलाई झिकेर दियो क्या होइन। यस्तो समाते म हाई भइसक्यो क्या गोजीमा राख्दै, त्यति राम्रो माल थियो होइन। अन्त दाइले के भन्दा, कहाँसम्म जाने हो भाइ? म कपनसम्म। आउँ त म छोडिदिन्छु भन्नु क्या। डिलरले मलाई घर छोडिदिन्छु भन्नु, म चार्मिङ हुनैपर्छ क्या यसको लागि त। डिलरले मलाई घर कहाँ बस्ने दाइ, छैन त ठाउँ त, तिमी बस ब्याग पछाडि बोक न भन्दा। म सुमेरु पर्वत बोकेर बाइकमा बसेँ। अब त दाइले खोला पनि जान सक्छ नि त होइन। संसद भवन अगाडिबाट लग्यो, ब्याग भरि गाँजा छ। संसद भवनबाट गाडी गइरहेछ क्या। ठ्याक्क त्यो मोमेन्टमा चाहिँ त्यतिखेर काठमाडौँमा चार्ल्स सोबराजपछि सबभन्दा ठुलो क्रिमिनल मै थिएँ। त्यति रिस्क थियो। गौशालाको जाममा पशुदेखिबाट शिवजी निस्किए।
अलिकति गाजा लिएर गएँ, कपन पुगेँ, अनि अब गाजा लिएर कलेज गएँ होइन। 29वटा ब्याग त्यसै त लागेको होइन, गाजा लिएर कलेज गएँ। अनि त्यो गाजा लिएर कलेज गएको, अनि एउटा साथी थियो सागर, उसले अनि म पनि खान्छु भन्यो क्या। अनि त्यसपछि मैले त्यसलाई 30 दिन लगातार गाजा खिलाएँ कन्सिस्टेन्टली, बिहान बेलुका। कलेजले नयाँ तोप भाइ पायो अब, त्यसरी साइकल रिपिट हुन्छ। वेलकम वेलकम, टाइममा आउनुभयो एकदम, राम्रो जोक सबै सकिसक्यो। इट्स अल राइट, आउनुभयो, त्यो ठुलो कुरा हो। सो अब कन्टेस्ट दिइहाल्छु। जस मेरो 29वटा ब्याग थियो, जुन मलाई के लाग्छ भन्दा त्यो प्रतिशोध साँधेको हो एजुकेसन सिस्टमले म प्रति, त्यही भएर। अनि मैले जस अब यो एजुकेसन सिस्टमबाट बाहिर ननिस्किने प्रयास गरेको होइन, मैले थुप्रै त्यस्तो डिसिप्लिनरी एक्सनहरू लिएको थिएँ जसले मलाई रेस्ट्रिकेट गराउन सक्थ्यो। तर प्राइभेट कलेजले रेस्ट्रिकेट गर्दैन होइन, पैसा कसले तिन्छ त नि। नत्र क्लास 7 को कुरा हो, पिकनिक जाने कुरा भयो, पिकनिक जाने कुरा हो। अनि क्लास 7 कस्तो एज हो भन्दाखेरि हामी जवान भइसक्यौँ कि, हामीलाई थाहा छ हाम्रो बडी चेन्जेस थाहा छ नि त, हामीलाई बडी कहाँबाट के चेन्ज भइसक्यो हामीलाई थाहा छ। तर यो समाज दुनियाँ कसैले मान्न तयार छैन कि हामी ठुलो भयौँ भनेर। मामा घर जाँदा मम्मीले काखा बसाएर लगिराख्नु छ क्या, 7 क्लासमा पढ्ने बच्चालाई। भाडा तिर्नु पर्दैन, बच्चा हो भाडा तिर्नु पर्दैन भन्दै खलासीलाई। म इम्बेरेस्ड भइसकेँ यार, म पैसा निकालेर दिएछु खलासी दाइलाई, दाइ राख्नु, टिफिन नखाइ जम्मा गरेको पैसा राख्नु यार, तपाईँ जुङ्गाको रेखी छ यार। त्यो एज हो पिकनिक जाने। अब हामीलाई के 7 क्लासमा के हुन्छ भन्दा अब दुनियाँलाई देखाउँछु म के हो भनेर, दुनियाँलाई देखाउँछु भन्ने हुन्छ नि त त्यो होइन। अनि त्यसपछि स्कुलमा के हुन्थ्यो भन्दा जुन ब्याच स्कुलबाट सबभन्दा टाढा पिकनिक जान्छ नि, त्यो ब्याच चाहिँ लेजेन्डरी हुन्थ्यो क्या, एकदम सबभन्दा खतरा ब्याच चाहिँ त्यही हो भन्ने हुन्थ्यो। त्यसपछि हामीले यसो मिटिङ गऱ्यौँ, इतिहास पल्टायौँ, हामीले कहाँसम्म पुगेका छन् हाम्रा स्कुलका विद्यार्थीहरू पल्टायौँ, इलामसम्म पुगेका रहेछन्। इलामसँग अब म दुहवी सुनसरी क्षेत्र नम्बर 3बाट चाहिँ इलाम धेरै नै टाढा हो क्या, इलामसम्म पुगेका रहेछन्। अनि मैले सोधेँ साथीलाई, इलामभन्दा उता के छ त? इलामभन्दा उता दार्जिलिङ छ। त्यसो भए हामी इलाम र दार्जिलिङको बिचतिर कतै बोर्डरमा जान्छौँ, पशुपतिनगर। हु सेड द्याट? वाउ, के हो यो? हामी किन यति बढी सिङ भइरहेछौँ हामी? के युनिभर्स के हुँदैछ? युनिभर्सले के चाहिरहेछ? हजुर हजुर, पाउलो कोइलो पढ्नुहुन्छ तपाईँ? पाउलो कोइलो राइट प्रोनाउन्सिएसन त हो नि त, पाउलो कोइलो कि ठिकै छ? अरू के पढ्नुहुन्छ तपाईँ जस पाउलो कोइलो बाहेक? हजुर मेरो पाउलो कोइलो, ऋषभ काफ्ले। चिन्न सकेको छैन रहेछ नि त मैले आफूलाई। अहिले लेख्न मन लागिसक्यो मलाई, उपन्यास लेखिदिउँ कि क्या एउटा। सो पशुपतिनगर, थ्याङ्क यू। पशुपतिनगर जाऊँ भनेको थिएँ। अब भन्नु त भएन नि त सरलाई, अब प्रिन्सिपललाई पर्मिसन त लिनु छ। पशुपतिनगर जाँदैछु भन्दा कहाँ दिन्छ प्रिन्सिपलले पशुपतिनगर जानु? हामी गयौँ सिधै, अब जस हामी ढाकछोप गर्छौँ भन्ने हिसाबले भन्दैनौँ, खुलाउँदैनौँ, डाइरेक्ट पिकनिकको दिन सबैलाई थाहा हुन्छ भने हामी प्रिन्सिपल सरकोमा गयौँ। सर हामीलाई पर्मिसन चाहियो, पिकनिक जाँदैछौँ, पर्मिसन चाहियो। पिकनिकको सिजन हो, प्रायः पिकनिक जान दिन्छ स्कुलबाट। सो उहाँले पर्मिसन दिनुभयो र पर्मिसन सँगसँगै एउटा सजेसन पनि दिनुभयो, पिकनिक जाँदैछौँ यहीँ स्कुल पछाडिको खेतमा जाउँ नि त।
धान काटेर राखेको छ भर्खर, खुला छ, यहीँ स्कुल पछाडि छ। हामीले पर्मिसन लियौँ, त्यो सजेसनलाई यसरी फ्यालिदिउँ, धान खेतमा जान्छ। मान्छे 7 क्लासमा पढ्ने भइसक्यो यार, अझै धान खेतमा जानु म। त्यसपछि हामीले अब एउटा टिचर पनि लग्नुपर्छ अभिभावकको रूपमा। हामीले ज्योति सरलाई भन्यो, सर हामी पिकनिक जाँदैछौँ तालतलैया नजिक, इटरी यहीँबाट त्यहीँ आधी घन्टाको डिस्टेन्स होला, तालतलैया हामी पिकनिक जाँदैछौँ। सर हजुर पनि जानुहुन्छ कि जानु हुँदैन? सर हामी हजुरलाई अप्रोच गर्न आएको, जाने हो भने चाहिँ शनिबार बिहान 4 बजे आउनु होला। तालतलैया जान किन 4 बजे? सर तपाईँ जानुहुन्छ कि जानु त्यति भन्नु, नत्र अरुण सरसँग जान्छौँ हामी। क्वेसन गरेछ यार, तपाईँको क्लास होइन त यो? जानुहुन्छ कि हुँदैन अरुण सरलाई भन्छौँ हामी। यो एटिट्युड छ है हाम्रो सरसँग बोल्ने। अरुण सर भनेपछि अब कम्पिटिसन अरुण सर ज्योति सर जान्छु भन्नु होइन। त्यसपछि हामीले सबै अब चाँजो बाँझो मिलायौँ, पैसा उठायौँ, गाडी गऱ्यौँ, जे गर्नुपर्ने सबै गऱ्यौँ। र शुक्रबार राति क्लास 7 को कोही पनि निदाएन के, ज्योति सर पनि निदाउनु भएन। किनकि पिकनिक जाने अघिल्लो दिन पनि तपाईँ निदाउनुहुन्छ भने बधाई छ, तपाईँलाई कुनै खतरा छैन। तपाईँलाई एआईले रिप्लेस गर्दैन, किनकि तपाईँ मान्छे होइन, रोबोट हो तपाईँ होइन। अब कोही निदाएन। भोलिपल्ट शनिबार बिहान 4 बजे सबैजना आयो, ट्याक्क नयाँ लुगा लाएर होइन। ज्योति सर पनि आउनुभयो, भर्खरै बिहा भएको थियो, बुढलाई पनि लिएर आउनुभयो। 4 बजे गाडीमा हुल्यौँ सबलाई, गाडी निस्कियो। अब इटरीबाट उत्तरतिर धरानतिर जानुपर्ने, इटरीबाट पूर्वतिर लाग्यो गाडी। ज्योतिषले कहाँ के हुँदैछ यहाँ? हजुर वाह, यहाँ पनि सिङ्क हुन खोज्दैछ है। यहाँ पनि सिङ्क हुन खोज्दैछ, प्लिज लेभल अप गर्नु पर्छ जस्तो लागिरहेछ कोले। त्यता पनि सिङ्क हुन खोज्छ, केही थियो? ठिक छ। सम्भोग केन्द्र। के हो कहाँ भनेको? सर हामी पशुपतिनगर जाँदैछौँ, हामी इतिहास लेख्न जाँदैछौँ। तपाईँ जाने कि नजाने भन्नु, नत्र अरुण सरलाई बोलाउँछौँ हामी। ज्योति सरको बुढी एक्साइटेड, ओ पशुपति हनिमुन लग्नु भएको छैन, हनिमुन पनि हुन्छ। अरुण सरको नामले चाहिँ ज्योति सर चुपचाप बस्यो गाडीमा, केही बोलेन। त्यसपछि ज्योति सरले पछाडि फर्केर हामीलाई हेरेन, हामीले पनि हेरेनौँ ज्योति सरलाई। त्यसपछि दिउँसोको 2 बजे हामी पशुपतिनगर पुग्यौँ होइन। पशुपतिनगर पुग्यौँ, अब सबै सामानहरू झार्यौँ, चुला खन्यौँ होइन, जम्मै अब दाउरा साउरा जोड्यौँ। सलाई नलिकन गएको रहेछ क्या हामीले, सलाई जलाउन मिल्ने सबै चिज बोकेर गएको छ क्या। दाउरा, मट्टीतेल, किताब, कपी, 46 सालको संविधान, एमालेको घोषणापत्र सबै बोकेर हिँडेछ। गाँजा चुरोट सब छ, जलाउन मिल्ने चिज सब छ, सलाई छैन। बजार 1 घन्टा अगाडि छोडेर आइसकेको छौँ हामीले के, फर्किने कुरा त भएन। त्यसपछि एउटा साथीले आफ्नो ब्यागबाट चाहिँ म्याग्निफाइङ ग्लास निकाल्यो, अनि त्यो पेपरमा राखेर जलायो क्या। त्यो साथीलाई अहिले हामी नेपालभरि डाक्टर निकोलस भुसाल भनेर चिन्छौँ। आगो बालिदियो त्यसले, म्याग्निफाइङ ग्लासले। त्यसपछि अब हामी पकाउन थाल्यौँ पुलाउ मैले बुझेको छुइनँ। पुलाउ मैले मात्र नबुझेको हो कि तपाईँहरूले पनि? के हो पुलाउ किन हो र भात किन होइन? के हो पुलाउले आफूलाई 5 वर्षपछि कहाँ देखिरहेछ? पुलाउको एजेन्डा के हो, म्यानिफेस्टो के हो? राइट विङ हो कि लेफ्ट विङ हो? यो पुलाउ के हो? कसम पुलाउ र राप्रपा मैले बुझेको छैन। दुइटै उस्तै नै हो। दुइटै भोलि हरायो भने पनि हामीलाई खासै मतलब हुँदैन। राजा त खुसी हुन्छ होला,
ज्ञानेन्द्र खुसी हुन्छ। राप्रपा हरायो भने ज्ञानेन्द्र लास्टै खुसी हुन्छ। जहिले राजा ल्याउँछु भन्छ, जहिले झापा मात्र लग्छ। पुलाउ सुलाउ बनाइयो, पुलाउ मासु बनाएर जस प्लेटमा लिइरहेको थियौँ। हामीले पुलाउ र मासु दुइटै देखेनौँ, किनकि अँध्यारो भइसकेको थियो। ज्योति सर पनि देखेनौँ। नट बिकज ज्योति सर कालो हुनुहुन्छ र क्यामोफ्लाज हुनुभयो होइन। ज्योति सर दार्जिलिङ जानुभएछ बुढीलाई लिएर। अब रात अब फर्किन मिलेन, रात यहीँ काट्नुपर्ने छ। पुलाउ सुलाउ खाएर अब रात यहीँ काट्नुपर्ने छ। आफूलाई मनपर्ने केटी कहाँ छ त होइन। यसो निस्किउँ न त इभिनिङ वकमा भनेर चाहिँ यसो निस्केको। लास्ट सिटमा एउटा केटासँग बसिरहेको रहेछ। त्यसपछि गएँ निकोलस भुसालसँग, गाँजा बनाइरहेको रहेछ। भरेर मजाले बस्यौँ। राति बाघ पनि आएको थियो। आशीर्वाद दिएर गयो निकोलसलाई। हाम्रो प्रोटेक्टर निकोलस भुसाल। अनि भोलिपल्ट हामी फर्क्यौँ, घर फर्क्यौँ। चोकमा रोक्यो। चोकको स्टेसनरीमै अब लोकल न्युज पेपरले लेखिरहेको रहेछ क्या, पशुपतिनगर पुगे 7 क्लासका विद्यार्थी भनेर। लोकल न्युज पेपरले कभर गरेछ यार। यो त इतिहासमा नाम लेखायौँ हामीले साथीहरू। जे को लागि गर्थ्यौँ त पुरा भयो। त्यसपछि अब स्कुलले अब अभियसली एक्सन त लिने भयो होइन। रेस्ट्रिकेट त गर्दैन, तर एउटा छानबिन समिति बनायो जसको रिपोर्ट आजसम्म आएको छैन। लाल आएको पनि आएको छैन। हजुर ज्योति सर आउनुभयो।